दीपक भट्टको घरमा छापा, बालिन सरकारको बिग अपरेसन, व्यावसायिक घरानामाथि मुद्दाको चाङ। नेपालमा अहिलेसम्मकै ठूलो संगठित वित्तीय अपराध प्रकरणमा बिचौलिया दीपक भट्टदेखि प्रतिष्ठित व्यावसायिक घरानासम्मलाई एकैपटक कानुनी कठघरामा उभ्याइएको छ। करिब 5 महिनादेखि प्रहरी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको संयुक्त अनुसन्धानपछि 91 जना विरुद्ध विभिन्न अदालतमा 4 वटा मुद्दा दायर भएको छ। अनुसन्धानको केन्द्रमा रहेका दीपक भट्टमाथि नै 26 अर्ब 63 करोड रुपियाँ बराबरको सम्पत्ति शुद्धिकरणको आरोप छ। अनुसन्धानका क्रममा भट्टको घरमा छापा मारेर करोडौं मूल्यको सम्पत्ति र कागजात बरामद गरिएको छ। अभियोग पत्र अनुसार भट्टको निवासबाट करिब 6 करोड 30 लाख रुपियाँ मूल्यको विलासी गाडी समेत फेला परेको छ। यो कारबाहीलाई कतिपयले बालिन सरकारको सबैभन्दा ठूलो वित्तीय अपराध विरुद्धको अपरेसनका रूपमा व्याख्या गरेका छन्। जेन्जी विद्रोहपछि बनेको राजनीतिक परिस्थितिमा सुरु भएको छानबिनले वित्तीय क्षेत्र, बीमा, बैंकिङ र पुँजी बजारमा गहिरो प्रभाव पार्दै आएको छ। शक्तिशाली सञ्जाल उजागर गरेको दाबी अनुसन्धान अधिकारीहरूको छ। मुद्दामा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका उपाध्यक्षहरू राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर लगायतका चर्चित व्यवसायी पनि प्रतिवादी बनाइएका छन्। नेपाल बीमा प्राधिकरणका 2 वटा अध्यक्ष मदन दाहाल र शरद ओझा विरुद्ध समेत मुद्दा दायर भएको छ। अनुसन्धान अनुसार दीपक भट्ट र उनी निकट समूहले नेपाल रि-इन्स्योरेन्स कम्पनीको शेयरमा कृत्रिम कारोबार गरी मूल्य अस्वाभाविक रूपमा बढाएका थिए। 4 अर्ब 78 करोड रुपियाँ भन्दा बढी रकम प्रयोग गरेर शेयर बजारमा चलखेल गरिएको आरोप छ। यस प्रकरणमा 81 जना विरुद्ध धितोपत्र सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। त्यसैगरी हिमालयन रि-इन्स्योरेन्स तथा सम्बन्धित कम्पनीहरूको 3 अर्ब 73 करोड रुपियाँ भन्दा बढी रकम गैर कानुनी रूपमा प्रयोग गरेको आरोपमा 42 जना विरुद्ध बीमा सम्बन्धी कसुरको मुद्दा दायर गरिएको छ। अनुसन्धानले बीमा कम्पनीको रकम शेयर बजारमा लगानी गरी दुरुपयोग गरिएको निष्कर्ष निकालेको छ। बैंकिङ क्षेत्रमा पनि यस प्रकरणबाट अछुतो रहेन। शङ्कर ग्रुपसँग सम्बन्धित जगदम्बा स्टिललाई प्रवाह गरिएको कर्जा मध्ये 42 करोड रुपियाँ भन्दा बढी रकम अपचलन गरिएको आरोपमा दीपक भट्ट र अग्रवाल परिवार विरुद्ध छुट्टै बैंकिङ कसुरको मुद्दा दायर गरिएको छ। अनुसन्धान अझै जारी रहेकाले थप आधा दर्जन मुद्दा दर्ता हुन सक्ने संकेत अधिकारीले दिएका छन्। विदेशमा लगानी गरिएका रकम, राजनीतिक प्रशासनिक पहुँच र सम्बन्धित संरक्षणकर्ताको भूमिका बारे पनि थप छानबिन भइरहेको छ। यस प्रकरणले नेपालको वित्तीय इतिहासमा सबैभन्दा ठूलो संगठित आर्थिक अपराधको पर्दाफास गरेको दाबी राज्य निकायहरूको छ।